हेलो गाइस, गुड मर्निङ, वेलकम टु माई मिनी भ्लग। यो चाहिँ मेरो आज बिहानभरिको अनि दिनभरिको चाहिँ देख्न पाएँ, रातिको। अनि जस्ट वर्कअप अनि एज युजुअल मर्निङ रुटिन, ढोका खोल्ने अनि पर्दासार्दा हटाउने। अनि आजको भ्यू कस्तो दामी थियो क्या, कस्तो चिल होइन, चराहरू कराइरहेको, पिसफुल, जस्ट यता रमाइलो लाग्छ क्या। अब यो बस्तीबाट धानहरू काट्नु भएको थियो, सो रमाइलो थियो, रमाइलो छ। त्यही हो, अब ड्युटी सुरु गरौँ। हिजो रातिको खानाको भाँडाहरू मन्काउने गर्नु पऱ्यो। मनकाइ गरिसकेपछि अनि पानी बसाल्नु पऱ्यो। पानी त बसाल्नु पऱ्यो होइन, अब तातो पानी त चाहिन्छ बच्चाहरू भएको घरमा। आफ्टर द्याट हामी चाहिँ अब के गर्छौँ भने मेरो हस्बेन्डलाई चिया पकाउँछौँ। चिया रेडी हुन्छ होइन, चिया अब रेडी हुन्छ। पहिला चाहिँ चिया पसारेर चिया खाएर अनि अरू कामहरू गर्ने भनेर अब चिया बसालेँ मैले। चिया बसालिसकेपछि चाहिँ अब चिनी खुवाउनु पर्ने, त चिनी सकिया रहेछ क्या। फेरि म चाहिँ चिनी खाँदिनँ, तर मेरो हस्बेन्ड चाहिँ चिनी खान्छ क्या। उसलाई चिनी गुलियो मनपर्छ, चिया ब्ल्याक टी खान्छ तर गुलियो खान्छ। पक 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 उम्लेको स्मेल कस्तो मिठो आउँछ कि यो चियापत्तीको। खै के चाहिँ चियापत्ती बिर्छु, तर स्मेल एकदम मिठो आउँछ कि। ब्ल्याक टीमा बनाउनु कस्तो मिठो छ यो चियापत्ती। चिया अब उसलाई दिएर अनि म चाहिँ अब फेरि मेरो पानी खाने, म चाहिँ एप्पल साइडर भेनिगरसँग हनी राखेर तातो पानी खान्छु। म तातो पानी खान्छु बिहान। त्यो चाहिँ अनि वेट लस गर्नलाई पनि हेल्प गर्छ अरे भनेर सुनेको थिएँ। अनि कागती पनि खान्छु खान त, खास कागती राम्रो हो अरे, तर एप्पल साइडरले पनि राम्रो गर्छ अरे भनेर सुनेको। इभन सुगरलाई पनि कन्ट्रोल गर्न हेल्प गर्छ अरे भनेर खान थालेको। हुन त मलाई सुगर छ नि, त्यही पनि अब पहिला सुगरको औषधि सुगर छ भने औषधि खाएको नि त मैले। त्यसैले अब चाहिँ मेरो छोरीको लागि ओट्स रेडी गर्दैछु। अब उसलाई चाहिँ बिहान चाहिँ प्रायः ओट्सै खुवाउने गरेको छ कि, डाइरेक्ट भात होइन, भात पनि खान्छे। पहिला ओट्स खुवायो, ओट्समा अनि म चाहिँ के गर्छु भने त्यो मिश्री पानी बनाएर राख्छु अब अलरेडी पहिल्यै। अनि मिश्री पानी राखेर एकछिन भिजाउँछु, अलिकति नुन राखेर चलाउँछु। अनि त्यसपछि दुध हालेर एकछिन चलाएर त्यो अलिकति त्यो नरम भएपछि बसालिदिन्छु कि। त्यो भएपछि एकदमै छ्याक हुँदैन नि त, त्यही भएर त्यही हो। अब धेरै खासै खिचिएन, धेरै खाँची गरेको छैन, बिजी भएँ। मेरो ठुलो छोरीको चाहिँ त्यो रेडी भइसकेपछि खुवाउनु पनि गऱ्यो। अनि रातिको यो एकैचोटि रातिको मात्रै खिचेको मैले।